हामी चाहिँ एकजना नेपाली भुटानीको घरमा भुटानी नेपालीको घरमा आएका छौँ। उहाँ यहाँ ग्रोसरी स्टोरमा भेटिनु भएको थियो। हामीले तरकारी फलाएका छौँ टन्नै भनेर भन्नुभयो। अनि हेर्न आएको के रहेछ भनेर यो लौका फलेका छन् यसरी। हो तरकारी बारी उता के छ के ए यसरी तरकारी लाउनु भएको रहेछ कति मजाले। त्यही त कति मजाले फलेको नि। यो हजुरकै मेहनतले फलाउनु भएको यो सबै? छोरीको मिहिनेत हो, मेरो होइन। ए छोरीको मिहिनेत हो यो। हजुर लु बोडीहरू फलेका छन्। यी ठस ठस परेको बोडीहरू हेर। ठुलो खालको बोडी र बोडी मकै भेन्डीहरू छ, बैगुनहरू छ। यता करेलाहरू। त्यही त यी टमाटरहरू यहाँ कति धेरै छन् हो पाकिसकेको छ। कति व्यवस्थित तरिकाले गरेको नि होइन। उहाँ हेर्नु नि फर्सीको झ्याल पनि हो त्यसरी। करेला यी सेता खालको करेला। लोकल टमाटरहरू छन्। यो बिउ त्यहाँ पाकेको रहेछ ठुलो सिमीको। हो ए यी करेला फलेका छन् यी हेर्नु है। खोर्सानी हेर्नु यो त करेला भन्दा पनि मेहनत फलेको रहेछ तपाईँहरूको एकदम मजाले। हेर्नु कति मजाले मेहनत गर्नुभएको त। यो थाङ्रा हाल्नलाई कहाँ कहाँबाट यी झिक्रा ल्याएर सबै आफै गर्नुभएको? सबै गरेका छन् नि। कसले गरेको यो? छोरी ज्वाइँले। ए छोरी ज्वाइँले गर्नुभएको। सक्दिनँ गर्न। हजुर म सक्दिनँ, मेरो ढाडको बिमार छ। वर्षमा त अलिअलि गर्थेँ। हजुर अहिले ए अब 80-82 वर्षको भयो, गर्न जस्तो गर्दाखेरि जिउ दुख्छ। हजुर त्यही त हो। पोहोरको जात थियो, अहिले भयो। हिरौँला यता पनि ए खोर्सानी ए जिरे खोर्सानी र नेपाली जिरे खोर्सानी सुपहरू तरकारीहरू मजाले फलाउनु भएको रहेछ। यहाँ कुखुरा पनि छन्। कहाँ छन् कुखुरा चाहिँ? ए यहाँ कता कुखुरा पनि कराउँदैछन्। कुखुरा पनि बेच्नुहुन्छ? लोकल कुखुरा छन्? लोकल चाहिँ छैन। ए यहीँका ब्रोइलर कुखुरा? रातो अनि मासुवाला। ए हजुर मासुवाला लान्छन् त मान्छेले, कुरो लगेको गर्छन्। ए बनाइदिनुहुन्छ हजुरहरू यहीँ? यहीँ बनाइदिन्छ। ए बनाइदिनुहुन्छ? ए बनाएर पिस बनाएर होइन हजुर लाने आउँदा पिस बनाएर माग्दाखेरि हुन्छ। ए छन् अरे कुखुरा कतिवटा लानुहुन्छ? ए अहिले हेर्छु, हेरौँ न अहिले। आउनुहोस् त। लैजा हेरौँ, लु हेरौँ त। ए लु यता कुखुरा पाल्नु भएको रहेछ। लु हेर्नु मम्मी यता। बिहेमा मागेका छन् कि 20वटा। ऊ त्यहाँ हेर्नु देख्नु भयो? बिहेमा मागेका छन् कि ल्याएका। ए कहाँको बिहे? हाम्रो मेरो नातिको बिहे छ कि। हजुर पार्टी छ पर्सिको दिन। कुखुरा लान्छन्। ए ल यो अमेरिकाको भर्जिनियामा हो है यस्तो। यो चाहिँ हाम्रो ठ्याक्कै चाहिँ नेपाली नै पारा छ नि त होइन? लु बहुत रमाइलो लाग्यो है यहाँ चाहिँ यहाँहरूको। हजुर रमाइलो क्या एकदम।